राजु दाजु चिया कतिको बिक्री हुन्छ त आजकल? राम्रै जान्छ भाइ, पानी परिरहन्छ नि त आजकल। यस्तो गर्मीमा नि चिया कसले खान्छ र? खान्छ नि भाइ खानेले। हो र भैया? तेरी गाँडमै गरम चाहे के को भैया? बरु चिसो पानी हालिदिनु न। त गर्मीमा ब्ल्याङ्केट ओढेर सुत्दैनस् र? त्यो र यो छुट्टै हो नि। खानीले खान्छ के जस्तो गर्मी भए पनि। खान्न मुला, यस्तो गाँडफाड गर्मी छ यार, सक्नु नि पर्यो नि खान। ल मेरो गरिन् अनि थाहा पाउँछस्। अरे यार कति हो के गर्मी पनि? अङ्कल गर्मी भएछ भने चिया नखानु न त। पट, चियाले हो र गर्मी भएको? लौ अनि केले हो त? ग्लोबल वार्मिङले हो नि। थाहा पाइस् नि अब त। जति गर्मी भए पनि दुईटा काम चाहिँ कहिले गर्न छोड्दिन कि मैले। कुन कुन अङ्कल? दोस्रोमा चाहिँ चिया खाने हो। अनि पहिलो चाहिँ कुन? तपाईँ पनि कस्तो के? चियाले गर्दा थाहा नपाउनु पर्ने कुरा थाहा पायो यसले। हेलो, लास्टै गर्मी भयो, जाम पौडी खेल्न। पर्सि जामला नि है, घामले ल्याङ हानेछ कि आज त म निस्किन्न। पर्सि पानी पर्यो भने नि फेरि। किन हाँसेकोस्? यस्तो गर्मीले गाँड फाट्दा त परे छैन पानी। आस नगर भाइ, पानी पर्ने। पर्यो भने नि फेरि। पर्यो भने झन् राम्रो, पानी परेको बेलामा पौडी खेल्न झन् रमाइलो त हुन्छ। ल ल नआए नआइजा, म र चक्र मात्र जान्छौँ। प्लिज बादल पर्सिदिन यार, अति गर्मी भइसक्यो कि। यस, पानी पर्यो। वाह नुनिलो पानी। तँलाई त मैले जितिन्छु, धेरै मुत्नेमा हेर्दै जा। छि छटपट मुच्छस भए। सरी दाइ, जितेस खुब, मैले जिते। ओए बुच्चे, तेरो तुरी काट्दिम। सरी दाइ। प्लिज इन्द्रदेव वर्षा गरिदिनु न, मलाई अन्न फलाउने किसान जस्तो फिल हुन लागिसक्यो के। कस्तोले यो पालि मुतेको होइन रहेछ। सफल भगवानले मुत्नु भयो। होइन मुला, नुनिलो छैन। तँलाई कसरी थाहा भयो पिसाब नुनिलो हुन्छ भनेर? प्रकाश दाइलाई चखाएर। बाउ म पौडी खेल्न जाम। रोक, 2 दिनपछि घरमै पौडी खेल्लास्। मतलब बाथटब लिएर आउनु लाग्यो र? पानी परेको परे गरेर घर डुब्न लागिसक्यो, तँलाई अझै थाहा छैन? कति परेको के पानी? 2 दिन भइसक्यो रिस उठ्ने। यस्ता पाखण्डी त छ यो मानव, जे भए पनि चित्त बुझ्दैन। ओ चट्याङ यो चुतियालाई। जो हुकुम प्रभु। होइन नि, सरी भगवान। आन्टी, बिहान लगेको दुध बितारियो नि? हो र? फ्रिजमा राखेन हो र बाबु? राखेको हो त। त्यसो भए धेरै गर्मी बढेर होला। होइन, फ्रिजमा राखेको थिएँ कि आन्टी घर जान साथ। अनि कसरी बितारियो त? फ्रिज बिग्रिएरै होला बाबु। नयाँ छ कि आन्टी फ्रिज, छिटै बिग्रिन्छ भनेर दिनको 8 घण्टा लगातार बन्द गरेर राख्छौँ कि हामीले। सधैँ आउने ग्राहकलाई बासी दुध खुलाउनु तपाईँ। मम्मी दुध खाने। बाबु दुध नखाउ ल, तिम्रो मम्मीले बासी दुध खुलाउँछ कि फेरि। मेरो दुध भनेको हो बाबुले। तपाईँ कति वर्ष हुनुभयो? अचानक फेरि उमेर किन सोध्यौ? भन्नु न पहिला। 50 वर्ष। सुन्यौ नि बाबु, बासी दुध खुलाउँछ कि तिम्रो मम्मीले है? अरे यार, घरमा कपडा त लगाएर हिँड, कोही आइहाल्यो भने के गर्छस्? आफूलाई कसले भनिदियोस्? म कहाँ हिँडेछु त? नमस्ते। दिउँसे ओढ्ने ओढेर बस्नु भएको छ त? मलाई कस्तो जाडो भइरहेछ अनि। जाडो रे, यस्तो गर्मी छ। बाबा बिरामी हुनुहुन्छ के आन्टी? तिमी चाहिँ के हो फेरि नाङ्गे हिँडिरहेछौ त? गर्मी लास्टै छ नि आन्टी। त्यसो भए अब के, म पनि नाङ्गे। अरे यार, आन्टीसँग जिस्किनी हो त? जा फ्रिजबाट पानी निकाल जा। पानी त बाबुले सधैँ निकाल्छ। फ्रिजबाट भनेको फ्रिजबाट। जा चिसो पानी लिएर छिटो। जान्न, म आफै जानु। अरे यार, बिरामी बाउलाई काम लगाउँछस्? के भन्छ र तपाईँलाई? ओइ चुप। ए ल ल बाबा आराम गर्नु है।
कतिखेर जान्छ हो यो आइमै यहाँ गर्मीले पानी पानी हुन लागिसके म ल म जान्छु त नि है ए हुन्छ टोयलेट कता छ पिसाब लाग्यो के पट के भयो तपाईलाई ए ऊ त्यो लेफ्टमा छ गर्मी पनि कति बढेको है कति पसिना आएको के जताततै हो त नि है जानु जानु आन्टी बाबा छिटो पाइट लाउनु खै कहाँ छ मेरो पाइट भेटिन टोयलेटमा छोड्नु भयो होला सायद खै तेरो खोल छिटो हुन्न यो कसको पाइट हो छिटो खोल भनेको छिटो के नै म त दिन्न एकछिनको लागि दिन 2 मिनेटको लागि मात्र दिन्न म अरे यार दिन फेरि अहिले आन्टीले देख्छ के दिन्न म यो के भइराछ यहाँ छी के देख्नु पर्यो मैले यस्तो ए त्यस्तो होइन के शीतलजी यस्तो विधि त गेम अफ थ्रोन्समा पनि थिएन तैँले गर्दा के सोचेर गयो त्यो आन्टीले मैले होइन गर्मीले गर्दा हो एकैछिन बाउलाई पाइट पनि दिन सक्दैन छैन मैले भित्र केही पनि लाग्छ छैन अनि किन नलागोस् त यसरी पो मजा आउँदो रहेछ विमल हो यार सर के भयो सेम हामी जस्तै विमल हामी नै हो त अनि उठेर स्कुटर चलाउने तपाईहरु सर चाक बोल्छ के पिरो किन खानु त धेरै पिरो खाएर होइन के सर ए कसले हो यो निरो लाउने भाइले हो कस्तो चाक जस्तो होला सिटले बोल्छ भनेको हो के सर हेर्नु नियम ठुलो हो क्या चाक भन्दा तपाईको त चाक नै ठुलो होला सर सर हामी जाम यतिकै जानिदिन्न म भन्नु त नि सर कति लाग्छ चार्ज यो फोनमा त टाइप सी लाग्छ सर चार्जर होइन के सर फाइन आई एम फाइन व्हाट अबाउट यु जामै चक्र पैसा लाग्दैन जस्तो छ 15,000 को चिट काट्दिएको छु दिएर जानुस् फाइन मागेको खै स्यालेरी नयाँ नियम हो दिएर जानुस् न त स्कुटर छोडेर जाँदा हुन्छ खै स्क्यानर दिनु त नि कस्तो चाक जस्तो होला वाइफाई को होइन के अनि के को त ब्याङ्क एकाउन्टको स्क्यानर दिनु न नै क्यास नै दिनुपर्छ ब्याङ्क हुन्न किन जनतालाई लुटेको थाहा पाउँछ कि फेरि है सर ट्राफिक रोल तोड्ने तिमीहरू कि म जनतामाथि हात हाल्ने तपाईँ खुट्टा हालेको मैले अझै बढी बोलिस भने हात नै हाल्छु अनि दिनु न त स्क्यानर क्यास नै चाहिन्छ मलाई क्यास नै क्यास त छैन एस त छ नि चाक त दिन्न म सर दुईटेकको चाकको कुर्बानी दे अब जानी भयो यार हाम्रो चाक हो त नि आज भर्जिनिटी टुट्ने भयो यार मेरो आज पुलिसले गाँड हान्ने भयो यार हाम्रो लिटरली सिटमा बस दुईटै हुन्न सर धेरै तातिए छ कि अहिले यो सिट त घामले छिटो बस कि नत्र यस्तो तातो घाममा हिँड्दै जानु पर्ला भयो म बरु हिँडेरै जान्छु छिटो बस्दा त मैले चलाएको त होइन म त बस्दिन बस्दैस् कि पोल्दुम साइलेन्सरले लाउनु बरु पैसा पैसा रहेछ त पहिल्यै दिनु पर्दैन हो त नि मेरो चाक बेकारमा पोल्यो अनि बाँकीको 13,000 खै त खातामा लेख्नु न स्यालेरी आएपछि देलास स्यालेरी त जम्मा 12,000 छ सर त्यो मलाई मतलब छैन नियम कडा छ नियम पो कडा छ चाक त नरम छ नि सर हाम्रो ल जानु सर अब हुन्न तिमीहरू जा पहिला हामी गइहाल्छौँ नि सर बिस्तारै तपाईँ जानु पहिला हुन्न तिमीहरू जा पहिला लेडिज फर्स्ट जान्छस् कि 13,000 दिन्छस् मेरै 1000 त दिएको हो सर अघि मैले बस त छिटो खाइस चाक र पैसा दुइटै गयो तेरो जा अब जा नै अब तपाईँ बस्नु अनि बल्ल जान्छौँ हामी आऊ यता किन भागेको यहाँ आऊ त यहाँ दिदीबाट आऊ त यसको नाम के हो मलाई के थाहा दिदी त कुखुरा हो मान्छे होइन मेरो एउटा कुखुरा साथी थियो होइन चक्र आइसक्रिम खुला नै यार लास्टै गर्मी भयो कि पैसा छैन यार कुल्फी त खुला पैसा छैन यार पानी त खुला पैसा छैन यार ल विमलले खुलाउँछ अब मलाई त्यो त म पनि खुलाउँछु नि विमल कुल्फी खुला नै यार लास्टै गर्मी भयो कि पैसै छैन यार
एउटा आइडिया चाहिँ छ बरु खाने। कसरी? आशिका दिदीले फ्रुटी बनाउनु भन्छ कि त्यो राजु भैयाकोमा इन्जाम। ल जाम। रोक यो टी सर्ट लगा पहिला। यस्तो च्यातिएको हावा छिर्छ त झन् राम्रो त हो नि। आशिका दिदीले गरिब दुखीहरूलाई धेरै माया गर्नुहुन्छ कि। लाउन न म त त्यस्तो च्यातिएको त। आइसक्रिम पानी फ्रुटी सब छ कि त्यहाँ। जमिन त ल मलाई खोइ त टी सर्ट अब पर्दैन अब हिँड्जाम यतिकै। आउनुहोस् त तपाईँ। दिदीको त अपमान गर्नुभयो त तपाईँले त। टिप्नु ल। ओहो ल धन्यवाद ल। ठिक छ दिदी मलाई त फाइदा नै हुन्छ नि त बोतल फाले त। दिदी एउटा आइसक्रिम पनि दिनु न। यहाँ बोतल फुत्ता फाले कसले? दिदी यसलाई नै हालिदिउँ बोरामा। एउटा फ्रुटी दिनु न त दिदी। बाई बाई ल। हट्नुहोस् त तपाईँ मेरो पालो हो अब। के भयो दिदी? यहाँ पिसा खाने ठाउँ हो यो? ए दिदी पसिना हो कि यो पिसाब होइन? उता जा। लौ के भयो? यहाँ मुद्ने हो? मुदेको होइन कि दिदी पसिना आएको हो भन्दैछु झन्। उता उता जा उता जा। मान्दैन त। अगाडि जानु त तपाईँ मलाई हतार छ। किन न म त हतार पुगेको छु। अमेरिका अमेरिका कहाँ पुग्नु परेछ तिमीहरूलाई? सरी दिदी तीर्थ लागिसक्यो कि मलाई धेरै गर्मी भएर। ल अनि यस्तो दुङदुङ हो ना छ्या। के नि नपाए नि हुन्थ्यो नि यो चाकले पनि। ल चोय 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 ल आइज। के भोग लाग्छ? हजुर दिदी लास्टै लाग्छ कि आइसक्रिम दिनु न। यत्रो भए पुग्छ? पुग्छ पुग्छ। 155 है। लौ पैसा लाग्छ र? म त कहाँ छोड्छु र। पैसै छैन यार। उता जा। हामी जस्तो जनताहरूको लागि बस्नु भएको होइन र तपाईँ यहाँ। यतिको राम्रो मान्छेले काम गरेर खान सक्नुहुन्छ के? बुझ्नुभयो? दिदी दिनु न। उता जा। आमा कति राम्री। चिन्नु भयो? ए हजुरको सिङ खोइ त दुईटा सिङ। कुकुर हो कि दिदी यो? के हो तिम्रो नाम भन त? कस्तो ज्ञानी लाउ खाऊ। मिठो छ? दिदी आऊ आऊ आऊ। तर बुद्धि भनी यति छैन यति। दिनु न दिदी मलाई पनि। हुँदैन त्यस्तो। ओइ यहाँ आइज त। ल यो कुखुराको मासु दे कुकुरलाई अनि आशिका दिदीले दिन्छ तँलाई आइसक्रिम। हो र? सियोर हो नि? 100% स्योर हो। ल लौ खाऊ कुखुराको मासु लौ लौ। तपाईँ जस्तो पापी मान्छे गइरहन्छ संसारमा बाबै। चक्र तैँले खुला न यार आज बरु आइसक्रिम। पैसा छैन यार। गोली खालास रुख काट्छस्। यो गर्मीलाई फेस गर्नलाई प्लान्टेसन त गर्नै पर्ने हुन्छ यार। हो यार हरेक मान्छेले महिनामा एउटा रुख त रोप्नै पर्छ यो संसारलाई बचाउन छ भने। यो प्लान्ट चाहिँ कसले लिएर आएको नि? चक्रले। यो त गाँजा जस्तो छ त। गाँजै हो त अनि साइको। गाँजा रोपेर चाहिँ के हुन्छ? ठुलो हुन्छ। दुम्बा गाँजा रोपेर हुन्छ र भनेको? हुन्छ नि गाँजाले। कसरी हुन्छ? यत्रो सानो प्लान्टले हालेको पानी त एब्जर्ब गर्दैन होला? चक्र भन्दे त। गाँजा रोप्ने अनि गर्मी हट्छ। कसरी? पंखाले ताता हावा फालेर दिमाग खराब भएको होइन तिमीहरूको? हो गाँजा रोप्ने अनि बेचेर एसी किन्ने नि सिम्पल। हुन त खाएर पनि हट्छ गर्मी है चक्र। त्यो चाहिँ कसरी फेरि? कस्तो ठुल्ठुलो पीडा त भुलाउँछ यसले। जब गर्मीको पीडा के होला र? गोली खालास गाँजा रोप्छस्। सर मलाई चिलायो के? हातमाथि राख। सर लास्टै चिलायो कि धेरै पसिना आएर। कहाँ चिलाएको होला भन् म चिलाइदिन्छु। भनौँ र? भन्। माइन्ड नगर्नु है त। माइन्ड गर्ने कुराहरू गर्नलाई गेडामा हो कि सर? गेडाले कसरी गर्छ? सर चिलायो भनेको कि त्यहाँ। जा हवलदार चिलाइदे। हुन्न हुन्न म त सक्दिनँ। गोली खालास भनेको मान्छे त। तँलाई कतै चिला छ? छैन छैन छैन। देखिस् गाँजाले के हुँदो रहेछ थाहा पाइस्? सर गर्मी भयो कि पंखा त हालिदिनु न। तेरो घर हो यो चुप्लाएर बस।
यस्तो गर्मीमा नि मस्त सुतिरहेको छ यार त्यो मान्छे हेर्न। जति खपिन्छ कष्ट त्यति हुन थालिन्छ मस्त। हो यार पंखा त थियो नि घरमा, अहिले त्यो पनि पाएन कि मैले। कस्तो गना छ त्यो मान्छे, धेरै पसिना आएर होला। जसले आइडिया दिएको त्यो चाहिँ बाहिरै छ क्या अहिले। सर विन्डो भएको सेल त दिनु मलाई। देखिस् प्लान्टेसन किन इम्पोर्टेन्ट छ भन्ने कुरा थाहा पाइस् नि अब। हो यार अब म बाहिर गएर कोका प्लान्ट रोप्छु। त्यो मान्छेलाई अझै उठा छैन त्यहाँबाट, कहिले लिन आउँछ हौ त्यसको फ्यामिलीले। हो त नि मरेको 2 दिन भइसक्यो त्यो गर्मी खप्न नसकेर। ल म्या त्यो सुतेको होइन रहेछ, सुतेकै रहेछ जिन्दगी भरिलाई। सर किन लिएर आउनु भएको थियो र यो मान्छेलाई चाहिँ? जाँड खाएर रुखको प्राण निकाल्न खोजे थियो, आफ्नै प्राण निस्कियो। थ्याङ्क यू फर वाचिङ गाइज। इफ यु लभ माई भिडियोज तपाईहरू buymemomo.com मा गएर मलाई सपोर्ट गर्न सक्नुहुन्छ, किनभने आई स्टिल गट नो स्पोन्सरशिप ब्रो। लिंक डिस्क्रिप्सनमा छ। ओके बाई। पैसा छैन यार।